जो डर गया सम्झो मर गया। यो डायलग फिल्ममा सुन्दा राम्रो लाग्थ्यो, तर आज यो कुराको तात्पर्य बुझेको छु। जीवनमा जसले रिस्क लिन जानेको छ, जसले ठुलो जोखिम लिन जानेको छ, उसले आफ्नो नाम इतिहासमा लेखेको छ। सफलता चाहिँ ठुलो चाहिएको छ हामीलाई, अनि आज सुरुवात गर्नलाई डराइरहेका छौँ। आजको युवा जोखिम लिन डराउँछ। म फेल हुन्छु कि, म असफल हुन्छु कि, म फस्छु कि भन्ने डरले आज पनि सुरुवात नगरी बसेको छ। अनि अब आज नै सुरुवात गरिएन भने सफल हुन्छु भनेर कसरी सोच्नुहुन्छ? मलाई पनि डर लाज लाग्थ्यो, तर मैले डर र लाजको बावजुद पनि सुरुवात गरेको हुँ। अनि भनिन्छ के, बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जसले डरको बावजुद पनि सुरुवात गर्छ। थ्याङ्क यू।